हेलो फ्रेन्ड्स, वेलकम ब्याक। अनि आई जस्ट वक अफ अनि हेर्दाखेरि चाहिँ बाहिर पानी परिरहेछ। अब बिहान बिहानै पानी परिरहेको छ यहाँ चाहिँ। अब मौसम चाहिँ एकदमै खराब भएको छ, पुरै पानी परिरहेछ। अब पानी परेको छ त्यसैले चाहिँ अब भित्रै बसिरहेछु। अनि के गर्ने, बोरिङ छ पानी परेको दिन चाहिँ। अनि आज चाहिँ डे 4 हाम्रो च्यालेन्जको। आज चाहिँ केही युनिक गरौँ। अब डे 4मा चाहिँ अलिकति स्याड छु म, किन भन्दाखेरि चाहिँ अब पानी पर्यो। अब भित्रै छु, आउटडोर जान सक्दिनँ। भित्रै केही कुराहरू गरौँ, एक्सर्साइज। अनि अब आज चाहिँ पानी परेका कारण भित्रै इन्डोरमा छु। सो अब केही कुराहरू गरौँ। अब आज चाहिँ डे 4 हो हाम्रो च्यालेन्जको। अब स्टुडेन्ट्सहरूले चाहिँ अब त्यो जुन इन्टरनेट स्क्रोलको टाइम छ, एआईको प्रयोग गरेर नोटबुक एलएम एआई नोटबुक एलएम यसलाई चाहिँ नोट गरिराख्नु होला। नोटबुक एलएम एआईको चाहिँ धेरै महत्त्वपूर्ण काम छ हजुरहरूको लाइफमा। स्टुडेन्ट्सहरूलाई चाहिँ धेरै महत्त्वपूर्ण एआई हो। यसको मद्दतले हजुरहरू चाहिँ धेरै राम्ररी कम्प्लेक्स टपिकहरू पनि धेरै सजिलो तरिकाले बुझ्न सक्नुहुन्छ। जो पनि छन् स्टुडेन्ट्स बाहेक अरूहरूले चाहिँ स्किल लर्निङ एन्ड अन्य कुराहरूमा टाइम बिताउनु पर्ने हो होइन। त्यस्तो फाल्टु कुराहरू भन्दा पनि अब अरू भिडियोहरू हेर्नुभन्दा पनि मेरो भ्लग्सहरू हेरेर केही सिक्नु होला। एन्टरटेनमेन्ट पनि मिल्यो, केही सिकियो पनि। जस्ट किडिङ। हजुरहरूले कुनै पनि भिडियो हेरेर आफ्नो स्किल्सहरू डेभलप गर्न सक्नुहुन्छ र लेभल अप गर्न सक्नुहुन्छ। अब आजको ज्ञानहरू, आजको कुराहरू चाहिँ यति नै थियो। अब डे 4 आजको दिन चाहिँ एकदमै बोरिङ नै भयो, किनकि अब बाहिरको मौसम चाहिँ एकदमै अब अहिले देखाउँछु म कस्तो। अब हेर्न सक्नुहुन्छ पुरा हरियाली त छ यहाँनिर, अनि पानी पनि परिरहेछ अलिकति, त्यसैले भित्रै बसिरहेछु। भ्लग एन्ड गर्नुभन्दा पहिले चाहिँ एउटा कुरा भन्न चाहन्छु। अनि भोलिको भ्लग चाहिँ अलिकति च्यालेन्जिङ हुनेछ र प्रिभियस भ्लगहरू पनि हेर्दै गर्नु होला। र आजको लागि चाहिँ भेटौँला नेक्स्ट भ्लगमा। टाटा।